नमस्ते सम्पूर्णमा हार्दिक स्वागत प्रकट गर्न चाहन्छु। म हुँ तपाईहरुकै कोरियन भाषा प्रशिक्षक उमेश बस्नेत। यतिखेर हामी भक्तपुर सूर्यविनायकबाट उपस्थित भइसकेका छौं। ल आजको क्लासमा हेर्न सक्नुहुन्छ टेन्सको विषयमा पढ्दै गर्दाखेरि आज हामी फ्युचर टेन्सको बारेमा सिक्दै छौं। आज देख्न सक्नुहुन्छ सिम्पल फ्युचर टेन्स भन्ने छ है। हाम्रो आज के छ त हेर्नु होला। सिम्पल फ्युचर टेन्सको विषयमा हामी सिक्दै छौं। सिम्पल फ्युचर टेन्स भन्ने विषयमा आज हामी सिक्दै छौं। मेरे सिजेको बारेमा के गर्दै छौं त आज हामी अध्ययन गर्दै छौं है। मेरे सिजेको बारेमा आज हामी अध्ययन गर्दै छौं। हेर्नु होला। अब VST प्लस के छ त गेस सुन्निदा छ। एउटा चाहिँ गेस गर्ने केको बारेमा गेस गर्ने भविष्यको बारेमा गेस गर्न सिक्नु पर्ने हुनेछ। भविष्यमा यस्तो हुनेछ हैन। भविष्यमा हुने कुराको गेस गर्ने र एउटा गेस गर VST प्लस लगम्निदा र उल्कम्निदा छ है। अब यसरी अब डाइरेक्ट एउटा चाहिँ VST को साथ गेस सुन्निदा जोड्ने त्यसो के छ त ने छ ने छु भन्ने चाहिँ हामीलाई के दिन्छ त अर्थ दिनेछ। ने छु ने छौ ने छिन् ने हुनु ने छ भन्ने किसिमको हामीले के दिन्छ त यसले अर्थ दिन्छ। एउटा VST पछाडी गेस सुन्निदा जोड्ने एउटा लगम्निदा र उल्कम्निदा जोड्ने। जस्तो अब हेरौं अब भी भनेको भवे इन्डिङ भए हामीले के जोड्ने लगम्निदा जोड्ने। सी भनेको कन्सोनेन्ट इन्डिङ भए के जोड्ने हामीले उल्कम्निदा जोड्ने। यति कुरा चाहिँ बुझ्नुस्। जस्तो अब हामी खादाको खादा भनेको जानु जानुको दाका VST के हो त खा। खा भएपछि यसमा के जोड्नु दिन्छ त ल कम निदा जोड्नु। अब खादालाई के गर्नु पर्यो हामीले खाल कम निदा बनाउन सक्छौ भने जस्तो मक्ता हो भने जस्तो मक्ता मक्ता खानु मक्ताको VST के त मक फाछिम भयो के लाग्छ हाम्रो उल कम निदा गर्दाखेरि के हुन्छ मकुल कम निदा हो। सो ओदालाई के गर्न सक्छ हामीले उल कम निदा। यति कुरा बुझ्नुस् तपाईहरुले। अब ल फाछिम छ भने ल कम निदा लगाऊ। उल कम निदा फाछिम छ भने उल कम निदा लगाउने। भवेलमा इन्डिङ छ भने ल कम निदा प्रयोग गर्ने। कन्सोनेन्टमा इन्डिङ छ भने उल कम निदा प्रयोग गर्ने। यसलाई के गर्नु पर्यो ने भन्दा हामीले यसलाई गेस सुन्निदालाई डाइरेक्ट VST पछाडी जोड्न सकिन्छ भने ल कम निदा उल कम निदा लगाउने तरिका मैले तपाईहरुलाई बुझाए। भवेलमा अन्त्य भएको छ भने ल कम निदा लगाउने। कन्सोनेन्टमा अन्त्य भएको छ भने उल कम निदा लगाउने। अब हेरौं छनु भनेको म चाहिँ छिबे घरमा खाद्य सुमिदाको म घरमा जाने छु भन्ने अर्थ दियो। छनु छिबे खाल कम निदाको म घरमा जाने छु। अब खादा हो यसको VST खादा का हामीले के गर्छ दा काटेपछि के गर्ने भयो त खा भएपछि के लाग्छ हाम्रो ल कम निदा लाग्छ भने के हुने भयो त खाल कम निदा। यसरी भएको है। छनुन छिबे खागे सुन्दा भनेको के हो त म घरमा जाने छु। छनुन छिबे खाल कम निदा भनेको के छ म घरमा जाने छु। अब छनुन फाबुल मक्के सुन्निदा म भात खाने छु। छनुन फाबुल मगुल कम निदा भनेको छ। छनुन फाबुल मगुल कम निदा भनेको म भात खाने छु भनेको छ। त्यसैले छनुन भनेको के छ म चाहिँ हाक्यो विद्यालयमा खागे सुनिदाले जाने छु। म विद्यालय जाने छु भनेर चाहिँ हामीलाई भनिएको छ। त्यसपछि हेरौं अब हामी उरिनुन भन्छ। उरिनुन भनेको हामी चाहिँ छन्यगे साँझमा यङहार भनेको छ फिल्मलाई फोगे सुन्निदा भनेको त हामी साँझमा फिल्म हेर्ने छौ हैन। छनुन म चाहिँ इरु कामलाई चाहिँ हागे सुन्निदा भनेको म काम गर्ने छु भनेको छ भने छनुन अर्को हेर्नु छनुन म चाहिँ खन्जिरु भनेको चिठीलाई सुगे सुन्निदा भनेको म चिठी लेख्ने छु। गेस सुन्निदा भनेको ने छु ने छौ ने छिन् भन्ने फर्ममा हुन्छ भने ल कम निदा र उल कम निदा भनेको के त भविष्यको बारेमा यसो गर्ने छु त्यसो गर्ने छु भन्ने चाहिँ हाम्रो भविष्यको बारेमा के त योजना र प्लान हो है। ल अब यसमा हामीले प्रश्न गर्दाखेरि ख्याल गर्नुपर्ने कुरा आबजिनुन भन्छ बुबा चाहिँ छिबे खागे सुन्निका बुबा घरमा जानु हुनेछ भनेर हामीलाई प्रश्न सोधिएको छ। अब
रिमा सिंह भन्छ रिमाजी चाहिँ छिबे खालकम्नीका रिमाजी घरमा जानुहुनेछ भनेर हामीलाई प्रश्न सोधिएको छ। फान्जाङनिमी भन्छ फान्जाङनिमी फाबुल मक्के सुन्निका लिडरजीले खाना खानुहुनेछ भनेको छ भने छन्यगे साँझमा फाबुल मगुल कम्नीका साँझमा खाना खाने छौ भनेर प्रश्न सोधिएको छ। हाक्वे खाले सुन्निका भन्छ विद्यालयमा जानुहुनेछ भनेर प्रश्न सोधिएको छ है। उरिम भन्छ हामी चाहिँ छन्यगे साँझमा यङ बार फिल्मलाई फोगे सुन्निका भन्छ हेर्नुहुनेछ भन्छ हामी साँझमा फिल्म हेर्नेछौँ भनेर भनिएको छ। त्यसपछि फुजाङनिङ भन्छ फुजाङनिङ भनेको लिडरज्यूले इरुल हागे सुन्निका लिडरज्यूले काम गर्नुहुनेछ भनेर हामीलाई सोधिएको छ भने खन्जिरु भनेको चिठीलाई सुगे सुन्निका चिठी लेख्नेछौँ भनेर हामीलाई के गरेछ त सोधिएको छ। यसरी हाम्रो मेन कुरो भनेको के रहेछ सिम्पल फ्युचर टेन्सको सूत्र बिआरटी प्लस के रहेछ त गेस सुन्निदा एउटा के रहेछ बिआरटी प्लस गेस सुन्निदा रहेछ। एउटा हाम्रो के रहेछ त बिआरटी प्लस के रहेछ त गेस सुन्निदा रहेछ। एउटा ल कम्निदा र ल कम्निदा ने छ छु छ छिनमा चाहिँ हामीले यसको के उच्चारण गर्नुपर्छ यसलाई वाक्यको उच्चारण गर्नुपर्ने हुन्छ। यो तरिकाले चाहिँ के गर्नु पर्यो तपाईहरुले अभ्यास गर्नु छनन छिबे खागे सुन्दा म घरमा जानेछु छनन छिबे खाल कम्निदा भनेको पनि के रहेछ त म घरमा जानेछु दुवैको अर्थ के हुने भयो त एउटै हुने भयो है। छनन फाबुल मक्के सुन्निदा छनन फाबुल मगुल कम्निदा यो तरिका चाहिँ के गर्नु पर्यो तपाईले अभ्यास गर्नु पर्यो है त। नमस्ते 안녕하십니까 여러분들과 같이 한국어를 가르치는 선생님입니다. साथीहरु आज हामी फ्युचर कन्टिन्युअस टेन्स चाहिँ हामीले के गर्दै छौं त सिक्दै छौं। आज हामी फ्युचर कन्टिन्युअस टेन्स को विषयमा अध्ययन गर्दै छौं। अब फ्युचर कन्टिन्युअस टेन्सको सूत्र के रहेछ बिआरटी प्लस गोइ के सुन्निदा र अर्को के छ बिआरटी प्लस गोइ सु कम्निदा इ रहेको कन्टिन्युअस भन्ने बित्तिकै के हेर्नु इ रहेको हुनेछु डट डट इ रहेको के भन्नु पर्दा हामीले हुनेछु कुनै पनि काम गरिरहेको हुनेछु भन्दा चाहिँ हामी यसको प्रयोग गर्नुपर्ने हुन्छ। छनुन भनेको म चाहिँ छिबे घरमा खागो इत्के सुन्निदा म घरमा गइरहेको हुनेछु। त्यसै गरेर छनुन छिबे खागो इस्कु कम्निदा म घरमा गइरहेको छु। एउटा बिआरटीको पछाडी डाइरेक्ट गो इत्के सुन्निदा जोड्नु पर्यो एउटा गो इस्कु कम्निदा जोड्नु पर्यो। यसको अर्थ चाहिँ के हुन्छ इ रहेको हुनेछु भविष्यमा कुनै पनि काम गरिरहेको हुनेछु आउने समयमा कुनै पनि काम गरिरहेको के हुनेछु त हुनेछु भन्ने चाहिँ हामीले के दिन्छ त यसले अर्थ दिन्छ। छनु म चाहिँ नेल भनेको भोलि सिहमुन परीक्षालाई फोको इत्के सुन्निदा भन्छ भोलि म भोलि परीक्षा दिइरहेको हुनेछु। आउने समयमा चाहिँ के गरेको हुनेछ त परीक्षा दिइरहेको हुनेछ भन्ने चाहिँ हामीलाई अर्थ दिने भयो। ओनुल भन्छ आज चाहिँ फामेन राति फसुल भनेको बसलाई चाहिँ थाको इस्कु सुन्निदा भनेको आज राति म बस चढिरहेको हुनेछु भन्ने हामीलाई के दिने भयो त्यसले अर्थ दिने भयो। गरेर होला छनुन छिबे छनुन भनेको म चाहिँ छिबे घरमा खागो इत्के सुन्निदा भनेको म घरमा गइरहेको हुनेछु हैन। छनुन छिबे खागो इस्कु कम्निदा भनेको के रहेछ म घरमा गइरहेको हुनेछु। अब हाम्रो सूत्र दुईटा छ बिआरटी प्लस एउटा के लगाउने गो इत्के सुन्निदा लगाउनु भने एउटा गो इस्कु कम्निदा भन्ने लगाउनु पर्ने हुन्छ। जसरी छनुन म चाहिँ नेल भोलि सिहमुन परीक्षालाई फोगो इत्के सुन्निदा भनेको दिइरहेको हुनेछु म भोलि परीक्षा
दिइरहेको हुनेछु। ओनुन थामेनुन भन्छ आज राति चाहिँ फसुरु भनेको चाहिँ बसलाई चाहिँ थागो इत्य सुनिदा भनेको बस चढिरहेको हुनेछु भन्ने हाम्रो अर्थ दियो। अब हामीले प्रश्न गर्दाखेरि कसरी गर्ने, यसको प्रश्न गर्दाखेरि कसरी गर्ने भन्ने विषय सिक्दैछ। हाक्सेङ दुरी भन्छ विद्यार्थीहरू छिबे खागो इत्य सुन्निका विद्यार्थीहरू घर गइरहेको हुनेछन् भनेर हामीले प्रश्न सोध्यौं। अब हामी हेरौं सन्सेप्टिङ भन्छ शिक्षक चाहिँ छिबे खागो इसु कम्पनीका शिक्षक घर जाँदै हुन्छ, सर घर जाँदै हुनुहुनेछ भनेर के गरेछ भन्दै प्रश्न सोधिएको छ। त्यसपछि हाक्सेङ दुरुङ भन्छ विद्यार्थीहरू चाहिँ नि भोलि सियोमुन परीक्षालाई खोगो इत्य सुन्निका भोलि विद्यार्थीहरू परीक्षा दिइरहेको हुनेछन् भनेर हामीले सोधेको छ नि। ओनुन थामेनुन भन्छ आज साँझमा चाहिँ फसुरु भनेको बसलाई थागो इत्य सुन्निका आज साँझमा बस रातिमा बस चढिरहेका हुनेछौँ भनेर हामीले के गरेछ त प्रश्न सोधेको छ। अथवा फ्युचर सिम्पल फ्युचर कन्टिन्युअस टेन्सको सूत्र के रहेछ त हेर्नु होला। फ्युचर कन्टिन्युअस टेन्सको सूत्र के रहेछ भिआरटु गोइत्य सुन्निदा र भिआरटु प्लस गोइसु कम्निदा भन्ने चाहिँ दुईवटा सूत्र हुने हो। यसलाई ध्यान दिएर हेर्नु होला। हस्त धन्यवाद।